Hello, good morning everyone. अहिले चाहिँ म मर्निङ वकमा छु. अब 2 मिनेटमा घर पुग्छु. अनि म चाहिँ यस्तो ब्युटिफुल जङ्गलमा छु जुन चाहिँ मेरो घरदेखि 1 मिनेटको डिस्टेन्स छ. म चाहिँ यो ब्युटिफुल जङ्गलमा के गर्दैछु त भन्दाखेरि देखिहाल्नु भयो. यो त एउटा सानो फुटेज मात्रै हो. अहिले म घरमा गएर भिडियो एडिट गरेर तपाईहरुलाई पोस्ट गर्ने नै छु र तपाईहरुले मेरो मर्निङ कस्तो भयो भन्ने कुराहरु थाहा पाइहाल्नु हुनेछ है त. अनि हजुरहरुको पनि मर्निङ कस्तो भइरहेको छ, राम्रै भइरहेको छ होला भन्ने आशाका साथ. यदि छैन भने पनि त्यसलाई हामीले चाहिँ कसरी मर्निङ चाहिँ राम्रो मर्निङ बनाउन सकिन्छ भन्ने कुराहरु पनि छ. तपाईं केही नगर्नुस् ल. म इभन तपाईलाई अल्छी लाग्छ भने तपाईं केही नगर्नुस्. सुतेको ठाउँबाट ठक्क उठ्नुहोस् र हिँड्दिनुहोस्. क्या हिँड्नु कुनै काम होइन नि. म काम गर भन्दिनँ क्या. बिहानको समय चाहिँ जो छिटै उठेर हिँड्छ नि त्यसले जितो क्या. त्यसले जितो के जितो भनेर चाहिँ अब भन्नुहुन्छ भने सबै थोक जित्छ क्या. त्यसले चाहिँ आउने दिनहरुमा उसले कसरी के चिजहरु ग्र्याब गर्छ भन्ने चिजहरु हुन्छ जुन चाहिँ अब म त्यस्तो खतरनाक स्पिच दिने मान्छे त होइन यस्तो कुरामा. तर आफ्नो एक्सपिरियन्सहरु सुनाउन चाहिँ जसलाई पनि मन लाग्दो रहेछ भनौँ न. कति चिजहरु थाहा नै हुँदैन क्या मान्छेहरु किन ढिलो समयसम्म सुत्छन् भन्ने कुराहरु हुन्छ नि. जब त मान्छेले छिटो उठ्दाखेरिको फाइदा र छिटो उठ्दाखेरि के हुन्छ भनेर मात्रै जानु भने धेरै दिनु पर्दैन. तपाईहरु यत्रो टाइम दिनुहुन्छ है बिहानदेखि बेलुकासम्म काम भन्नुहुन्छ. भित्र बडीलाई पनि जस्तो तपाईले काम भनेर तपाई हिँड्नुहुन्छ त्यो भित्र बडीलाई पनि त्यस्तै खालको काम गराउनको लागि जुन तपाईले बाहिरी काम गरिरहनु भएको छ बडीले पनि भित्रीबाट नै त्यसरी काम गर्ने चिजहरु हुन्छन् जुन तपाईहरु के गर्न सक्नुहुन्न भने पनि एटलिस्ट मर्निङ वक बिहानको भ्यू. ओ माय गॉड आजको मेरो भ्यू कस्तो. मैले एउटा शट लिन बिर्सेछु क्या. मेरो